हेलो नमस्ते एन्ड गुड मर्निङ सबैलाई है। उही म तपाईँहरूको प्यारो प्यारो भाइ एमपी ब्लगबाट हजुर केही शब्दहरू बोल्न गइरहेको छु। आज अरू केही नभए तापनि आज हाम्रो नेपालीको दसैँ तिहार जस्तै तपाईँको आज सबै धर्मलाई सम्मान गर्दै आज हाम्रो यो तपाईँको क्रिस्चियन नीतिहरूको चाहिँ आज तपाईँको के भनौँ न दसैँ चाड जस्तै भनौँ न डिसेम्बर 25 त्यसलाई चाहिँ अब तपाईँहरूको हामी दसैँ चाड पर्व मनाए जसरी नै मनाइरहेछन् र मलाई हेर्ने शुभचिन्तकहरू अथवा उहाँहरूलाई होइन मान्ने डिसेम्बर 25 एज ए क्रिसमस मान्नेहरूलाई चाहिँ तपाईँहरूलाई धेरै धेरै क्रिसमसको शुभकामना है। प्रगति गर्नुहोला, नयाँ वर्षमा राम्रो काम गर्नुहोला, राम्रो थट राख्नुहोस्, राम्रो चिज सोच्नुहोस्। आफू भलो भयो भने संसार भलो हुन्छ। पोजिटिभ थटसँग नयाँ वर्षको शुभकामना।